हेलो साथीहरू, नमस्ते। म सुकते कोइराला यहाँहरूलाई मेरो नेप्सी समरी नामक युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज मिति 2082 अश्विन महिनाको 27 गते नेपाल स्टक एक्सचेन्जको इन्डेक्स चाहिँ 44.25 अङ्कले वृद्धि भई 1.76% वृद्धि हासिल गरेको छ। गत कारोबार दिनको इन्डेक्सको तुलनामा आज चाहिँ 4,97,00,00,000 54,08,545 रुपियाँ र 45 पैसा बराबरको सेयर कारोबार भएको छ। जम्मा 49,04,874 किताको कारोबार मार्फत 4,97,54,08,545 रुपियाँ र 45 पैसाको कारोबार भएको हो। आज चाहिँ कर्पोरेट डेभलपमेन्ट ब्याङ्क, त्रिशुली जलविद्युत कम्पनी लगायतका कम्पनीहरू चाहिँ सर्वाधिक गुमाउने अथवा नेगेटिभ मार्किङमा कारोबार हुने कम्पनीमा दर्ता भएका छन् भने नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बिमा कम्पनीका जस्ता स्टकहरू चाहिँ सर्वाधिक बढेर कारोबार हुने कम्पनीमा परेका छन्। आज चाहिँ नेपाल इन्फ्रास्ट्रक्चर कम्पनीको अर्थात् नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एन्ड कम्पनीको चाहिँ हाम्रो सर्वाधिक कारोबार भएको छ। एनआरएनको चाहिँ 31,91,04,732 रुपियाँ र 60 पैसा बराबरको कारोबार भएको छ। आज सर्वाधिक वृद्धि हुने इन्डेक्समा चाहिँ कुन इन्डेक्स छ त भनेर हेर्ने हो भने हाम्रो सर्वाधिक वृद्धि हुने इन्डेक्स चाहिँ अदर इन्डेक्स परेको छ, जुन चाहिँ 5.01% वृद्धि भएको छ भने त्यसपछि होटल एन्ड टुरिज्म इन्डेक्स 3.35% वृद्धि भएको छ। अब चाहिँ म यहाँहरूमा आज नेप्सेको टेक्निकल चार्ट प्रस्तुत गर्न चाहन्छु। हाम्रो टेक्निकल चार्टले चाहिँ के भन्छ भने यो हाम्रो जुन 2024को जुलाईदेखि अगस्त अन्तिमसम्मको सार्प अपवर्ड राइज पछिको करेक्सन जुन थियो, जुन 3,000बाट करेक्सन भई 2443 को लेभलमा करेक्सन सिद्ध्याएर साइडवेज बसेको छ मार्केट। त्यही रेन्ज, एउटा रेन्ज बााउन्ड मार्केट चलिरहेको छ र त्यही रेन्जमा चलिरहेको छ। त्यो रेन्जको अवधि लगभग जुलाई 28, 2025मा त्यो 3,000को लिक्विडिटीलाई टच गरेपछि चाहिँ हाम्रो सार्प फल भइरहेको छ र त्यही क्रममा जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनको जुन नेगेटिभ सेन्टिमेन्टको असर गरेको थियो, त्यसलाई फेरि पुनः यही स्ट्रङ डिमान्ड जोन क्रिएट भएको यही रेन्ज बााउन्ड मार्केटको तल्लो बिन्दुमा आएपछि जुन एकै दिनमा बााउन्स भएर डिस्प्लेसमेन्ट र एक्सपान्सन पनि अर्को दिन दिइसकेपछि पुनः यही डिमान्ड जोनलाई रिटेस्ट गर्न आएको हो कि भनेर मैले प्रिभियस भिडियोमा भनेको थिएँ। त्यही अनुसारको आज चाहिँ हो कि त्यही कुरालाई भ्यालिडेट गर्न खोज्या हो कि भन्ने टाइपको एउटा हाम्रो रिभर्सल टाइपको सानो ह्यामर टाइपको क्यान्डल फर्मेसन भएको छ। फर्दर कन्फर्मेसनको लागि हामीले नेक्स्ट डे क्यान्डल हेर्नुपर्ने छ। नेक्स्ट डे क्यान्डल चाहिँ जहाँसम्म लाग्छ हरियो नै बन्नुपर्छ र हरियो बन्छ होला। यदि भोलि नेक्स्ट डे क्यान्डल हरियो बन्यो भने हाम्रो चाहिँ यो के भन्नुपर्छ भने मार्केटले यो जुन डिमान्ड जोन क्रिएट गरेको थियो करेक्सनको क्रममा, त्यो डिमान्ड जोनलाई रेस्पेक्ट गर्यो र बजार अब पुनः माथितिरको अथवा माथि बढ्दो क्रममा जानेछ र त्यो पहिलो टार्गेट चाहिँ बढ्दो क्रममा रेन्ज बााउन्ड मार्केट भएकोले कहाँ हुनसक्छ भन्ने मेरो अनुमान छ भने फेरि पनि 2900देखि 3,000सम्म चाहिँ मार्केटले यात्रा गर्न सक्छ भन्ने मेरो चाहिँ अपेक्षा कायम भएको छ साथीहरू। भोलिको क्यान्डल यदि ग्रिन भयो भने बजार बन्द हुन्छ भने म चाहिँ त्यो एक्सपेक्टेसनमा जान्छ कि भनेर बजारलाई अध्ययन गरिरहेको छु र अन्तिममा यो कुनै इन्भेस्टमेन्ट डिसिजनको लागि दिएको सुझाव होइन। तपाईँहरूलाई अध्ययन अनुसन्धान गर्न सहजता होस् भनेर मैले आफै नै गरेको अध्ययन अनुसार आफूले गरेको विश्लेषण प्रस्तुत गरेको मात्रै हो। आफ्नो जोखिम क्षमता र आफ्नो सम्पत्तिको मूल्याङ्कन आफैले गरेर सेयर बजारमा कारोबार गर्नुहुनेछ भन्ने अपेक्षाका साथ बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद।